बालेन सरकारले ल्यायो गजबको नियम। उपचारको क्रममा बिरामीको मृत्यु भए सबै बिल मिनाहा हुने, अस्पतालको असुल्ने धन्दा सधैँको लागि बन्द। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पनि अस्पतालले लाखौं रुपैयाँको बिल थोपर्ने प्रचलनको अन्त्य बालेन सरकारले गरिदिएको छ। सरकारको पछिल्लो कडा कदमले गरेको नयाँ व्यवस्था अनुसार अब उपचारकै क्रममा बिरामीको ज्यान गएमा अस्पतालले कुनै पनि बहानामा बिल असुल्न नपाउने गरी नियम ल्याएको छ। विगतमा बिल नतिरेसम्म अस्पतालले सब नदिने घटनाहरू पटक पटक सार्वजनिक हुँदै आएका थिए। कतिपय पीडित परिवारले आफ्ना आफन्तको शव अस्पतालमै छोडेर आन्दोलन गर्नुपर्ने बाध्यता समेत झेलेका उदाहरण छन्। यस्तो संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सरकारले अब यस्तो व्यवहार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। आवश्यक परे अस्पतालको लाइसेन्स नै खारेज गर्ने सम्मको तयारी सरकारको रहेको स्रोत बताउँछ। सरकारको यो कदमले आम जनताले ठूलो राहत मिलेको छ। धेरै नेपाली परिवारहरू उपचार खर्चकै कारण घर जग्गा बेच्न, ऋणमा डुब्न वा सुकुम्बासी बन्न बाध्य हुने अवस्थाबाट गुज्रिरहेका छन्। त्यसमाथि उपचार असफल भई बिरामीको मृत्यु हुँदा थप आर्थिक बोझले परिवार झन संकटमा पर्ने गरेको थियो। नेपालमा यस्तो अवस्थाबारे स्पष्ट र एकीकृत कानुनी व्यवस्था नभएकाले धेरैजसो निर्णय अस्पतालको नीति र घटनाको प्रकृतिमा निर्भर रहँदै आएको थियो। तर बालेन सरकारले स्पष्ट नियम लागू गर्ने भएको हो। सरकारको पछिल्लो पहलले बिरामी र परिवारको अधिकारलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवामा मानवीय संवेदनशीलता बढाउने निश्चित देखिएको छ।